नमस्ते शिवानी, तपाईँलाई फेरि पनि स्वागत छ मेरो सरोज राई ब्लगमा। र हिजो चाहिँ मैले ब्लग बनाएन अनि आज चाहिँ ब्लग बनाउँदैछु एक दिन ग्याप गरेर, किन भन्छ नाइरालाई पनि अलिक सन्चो थिएन नि त। अनि अहिले चाहिँ अलिक सन्चो भएको छ बिचरा, अलिक राम्रोसित सुतिरहेछ। राति चाहिँ त्यस्तो डिस्टर्ब चाहिँ भएको छैन। अनि खानाहरू पनि अब अहिले त त्यही हो, त्यस्तो त कहाँ खान्छ, तर पनि हल्का फुल्का त खाँदैछ। अनि ब्लग स्टार्ट गरिहालेको। अनि उहाँ चाहिँ मेरो भान्जी खै कहाँ गयो, रिल्स बनाउँदै थियो। आइसा नाना, आइसा नाना रिल्स बनाउँदै थियो, यता हेरिदिनुहोस्। अनि आमाहरू जानु हुँदैछ, टुङ कहाँ जानु हुँदैछ भन्नुहोस् न। टुङ जानु हुँदैछ आमाहरू चाहिँ दादाहरूलाई हेर्नुको लागि, किनभने चाहिँ दादा बिमार हुनुहुन्छ नि त। अनि त्यही भएर खै मैले भान्जीले रिल्स बनाउँदै थिएँ, भिडियो गरिदिउँ भनेको त आइसा नाना त भाग्यो के हो। आइसा कहाँ छौ, मैले भान्जीको रिल्स बनाएको भिडियो गरिदिउँ भनेको त हेर्नु भागेछ भान्जी त। कहाँ चाहिँ गयो, घरि यता घरि उता हेरिदेऊ, अलिक यता लु हेलो भनिदेऊ। अनि नाना अनि भान्जी अनि आमा जानु हुँदैछ। अनि भान्जीले भिडियो बनाउँदै थियो कि रिल्स बनाउँदै थियो, भिडियो गरिदिउँ भनेको त कम्ती छिटो भागेन रहेछ त्यताबाट है। रेडी हुनु हुँदैछ। अनि बिहान चाहिँ तपाईँको छिटो जानुहुन्छ नि त 9 बजीतिर, किनभने चाहिँ टुङमा हो नि त, अनि टाइम लाग्छ। अनि त्यही भएर चाहिँ दादा बिमार हुनुहुन्छ कि, अनि त्यही भएर चाहिँ सबै जानु हुँदैछ, माथिदेखि निनीहरू पनि नानाहरू पनि। अनि हामी चाहिँ पछि जानु, किनभने चाहिँ अब फेरि सबै गएपछि चाहिँ घरमा कोही पनि हुनु हुँदैन नि त। अनि त्यही भएर चाहिँ अँधेरो भयो होला है, लाइटै छैन हेर्नु। ए लाइट छ त, फेरि किन अफ गरेको थियो त किचनमा। अनि त्यही भएर दादा चाहिँ बिमार हुनुहुन्छ नि त। अनि त्यही भएर सबै जानु हुँदैछ हेर्नुको लागि, माथिदेखि निनीहरू पनि। अनि आमाहरू यतादेखि जानु हुँदैछ। अनि तपाईँको हामी चाहिँ पछि जान्छौँ, किनभने चाहिँ फेरि सबै गएपछि चाहिँ घरमा कोही पनि हुनु हुँदैन नि त। अनि त्यही भएर चाहिँ हामी पछि जाने। अनि नाइरा मेरो छोरी चाहिँ अहिले ठिकै छ, त्यही भएर ब्लग बनाएको। अहिले चाहिँ त्यसलाई चाहिँ नास्ता दिनु हुँदैछ हस्बेन्डले, त्यति तेलवाला चिज चाहिँ नदिने भनेर रोटी र चिया, कालो चिया ब्ल्याक टी बनाइदिएको। अनि त्यही खाओस् भनेर। अब भुजियाहरू दिएपछि त्यसमा तेलहरू केहरू हुन्छ नि त। अनि त्यही भएर चाहिँ कडा चिज चाहिँ नदिएको। अनि हस्बेन्डले चाहिँ खिलाइदिनु हुँदैछ। अनि भाइले चाहिँ खाइसकेछ, भाइलाई चाहिँ खिलाइदिइसकेँ। अनि ब्लग चाहिँ स्टार्ट गरिहाल्यो, किनभने चाहिँ अहिले पनि आधा कल्चोमा हुन्छ कि, अनि त्यही भएर चाहिँ ब्लग स्टार्ट गरेको। अनि आज चाहिँ हामी हुन्छु पापा छोरा मम्मी छोरी हुन्छ आज चाहिँ हामीहरू घरमा चाहिँ। अनि दिन चाहिँ हेर्नु न आमा मम्मी यस्तो छ, एकदमै कहिले चाहिँ घाम निक्लिनु, कहिले चाहिँ लुगा राम्रोसित सुक्नु, यस्तोमा नै आधा लुगाहरू झुन्डिरहेछ यस्तो। यतातिर नि आधा लुगाहरू झुन्डिँदैछ, यतातिर पनि छ, पानी पर्छ नि त बाहिर। अनि त्यही भएर अहिले चाहिँ दिनै त्यस्तै छ, के भन्नु। एकछिनमा पानी पर्छ, एकछिनमा घाम हुन्छ, के चाहिँ भन्नु। अनि यता चाहिँ हामीले प्लास्टिक लगाएको छु, किनभने चाहिँ पहिरो जान्छ नि त बेसी पानी परेर। अनि त्यही भएर चाहिँ प्लास्टिकहरू लगाइदिएपछि तपाईँले सोच्नु हुँदैछ होला किन लगाएको भनेर, किनभने चाहिँ अब भिडियोमा आउँछ नि त यसरी हिँड्दाखेरि त्यो गर्दा। अनि त्यही भएर चाहिँ देखाइदिइहालेको। अनि अब चाहिँ के हुन्छ आज चाहिँ हेरिसक्नुहुन्छ तपाईँहरूले। आज चाहिँ दिन एकदमै बिग्रेको छ। भिडियो गरिदिएको नि त ब्लगमा भाइलाई चाहिँ पक्कै छिटो। बहिनीले भाइलाई समात्दैछ, म आएपछि उता गर्छ भनेर मलाई जानु भनेको। र अहिले चाहिँ सबै गइसक्नु भयो, आमा नाना अनि भान्जी। अनि अहिले चाहिँ म हस्बेन्ड अनि नानीहरू छ। अब चाहिँ खाना बनाउने भनेको भन्नुपर्दाखेरि पनि खाना चाहिँ दाल र आलु चाहिँ बसालिसक्यो। आज चाहिँ आलुदम बनाने। अनि भुँडी दुख्दैछ आज बिहानदेखि, खै के हो घरि नानीलाई घरि आमालाई। मेरो त ग्यासले होला एउटै जग्गा भुँडी घुचिरहन्छ अनि दुखिरहन्छ। बिहान चाहिँ हस्बेन्डलाई मैले गुगलमा हेरेँ नि त केले रिलिफ हुन्छ भनेर। अनि के भन्छ त्यो काला नुन र तातो पानीमा घोलेर दिनुभयो। अनि निम्बु पनि निचोर हालिदिनु भयो हस्बेन्डले। मैले त्यो गुगलमा त्यसरी हेरेको थिएँ नि त, त्यो खाएपछि अलिक सन्चो हुन्छ भनेर, तर खाएँ सन्चो त भएन, तर नि हल्का हल्का चाहिँ दुख्दैछ।
बिहान त बेसी दुख्दै थियो, अहिले चाहिँ हल्का हल्का चाहिँ घोचिरहेको छ, हल्का हल्का यस्तोमा चाहिँ। मलाई चाहिँ एउटै जग्गा जहिले पनि एउटै जग्गामा घोच्छ कि, अनि भुँडी पनि बाँधेर राख्छु के भएको भएको लस्करी घरि कोला घरि नानीलाई घरि आमालाई। मेरो चाहिँ ग्यास भएछ हौ, कहिले कहिले चाहिँ त्यस्तै हुन्छ, अनि कहिले कहिले चाहिँ त्यस्तै हुन्छ, ग्यास भइरहन्छ। तर के गर्ने अब, दाल बसालेको सिटी दालमै लाग्दैछ, दाल भयो होला कि। अनि अब चाहिँ सब्जी बनाने, अब के भन्नु, नानी चाहिँ सानो नानी चाहिँ सुत्दैछ, हस्बेन्ड बसिरहनु भएको छ नानीसँग, अनि ठुलो चाहिँ भित्र रुममा बसिरहेको छ। अनि पानी त परेको छैन, तर पनि दिन त यस्तो छ। अनि हिजो होला हस्बेन्ड, हिजो पनि लुगा धुनु भएको थियो, अनि आज पनि रोजे निस्किरहेको छ। रोजे निस्किन्छ नानीहरूको, त्यही त हो, रोजे निस्किन्छ। अस्ति चाहिँ लगातार रोजे हस्पिटल घरि उता जाँदाखेरि लुगाहरू पुरा थियो नि त, अनि हस्बेन्डले हिजो धुइदिनु भयो। अनि फेरि पनि अझै छ ज्याकेटहरू पनि रहेछ कि नानीको, अनि त्योहरू पनि छ। अनि आफ्नो लुगा पनि छ एक दुईवटा, मेरो भन्दा नि सानो नानीको छ बेसी। अनि धुम भनेको, तर दिन त यस्तो छ। तर पनि अब हस्बेन्ड चाहिँ घरमै हुनुभएको छ कि, आज कता जानु हुँदैन, अब नानीलाई हेर्नु पऱ्यो नि त। त्यही भएर भुँडी चाहिँ हल्का हल्का दुख्दैछ, जहिले पनि एउटै जग्गा घुचिरहन्छ, अरू बेला नै यस्तै हुन्छ। दबाई खाइ जाति हुन्थ्यो, अहिले त दबाई छैन कि, बाँधेर राखेको छु। पहिला बिचारा मेरो मम्मीले नि यसरी लुगा बाँधिरहेको हुन्थ्यो। हाम्रो मम्मीले चाहिँ दबाई खानु हुँदैन कि हतपत, अनि हामीलाई पनि बिमारहरू ज्वरोहरू आएपछि दिनुहुन्थेन, एक दुई दिन वेट गर्नुहुन्थ्यो, त्यसपछि दिनुहुन्थ्यो। तर मलाई त डर लाग्छ नि त, नानी के हुन्छ कि भनेर, त्यही भएर चाहिँ म चाहिँ दबाईहरू नानीलाई त्यो भएर अहिले चाहिँ ठिकै छ नानी। अनि मम्मीले यसरी बाँधिरहनुहुन्थ्यो कि, अहिले बल्ल बुझ्यो कस्तो दुख्ने रहेछ भनेर। पुरा बान्थ्यो बिचारा, दबाई खानु मम्मी भन्दाखेरि खानुहुन्थेन, बाँधिरहनुहुन्थ्यो कि, त्यस्तै भइरहेछ हौ। अघि त हल्का हल्का दुख्दैछ, बिहान पुरा दुख्दैछ, अघि हल्का दुख्दैछ, अहिले फेरि दुख्नु थालेछ। होइन के हो, दबाई पनि छैन त्यो माथि ग्यासको। अनि अब चाहिँ खाना बनाउने, आलु चाहिँ भइसकेको छ, आलुदम बनाउने भनेको, दाल चाहिँ भइसक्यो। अनि यता चाहिँ तेलको चटनी बनाऊँ भनेर कि, अनि यता हिजो चाहिँ डल्ले खाएको थिएँ कि, हस्बेन्डलाई नखानु भन्नुहुँदै थियो, आधा दिन भयो थियो, देऊ न भने पिरो खानु चाहिँ कस्तो लाग्छ नि त। अन्त कति दिन भयो थियो भुँडी नदुख्यो, आज फेरि दुख्दैछ। अनि अब चाहिँ आलुहरू छिल्छु, दाल त पाकिसक्यो, अब सब्जी बनाउने। आजको चाहिँ यस्तै छ, हेरिसक्नुहुन्छ। अनि आलु चाहिँ सादै बनाउने भनेको, पिरो त्यो टमाटरहरू चाहिँ नहाल्नु, पिरो कम्ती हालेर बनाउँछु, भुँडी दुख्दैछ नि त। अनि त्यही भएर चाहिँ एउटाले देखाउनु गएको, अर्को बिमार भयो, फेरि अर्कोलाई देखाउनु गएको। अस्ति नाइरालाई देखाउनु गएको, हिजो चाहिँ ब्लग हुँदैन नि त मैले। अनि अस्ति चाहिँ नाइरालाई देखाउनु गएको, अनि नाइराले देखाएर आएको त डक्टरले सुरुमा त भन्दै थियो, नानाले पक्रिनु भएको थियो नि त, ठुलो नानाले, ठुलो आमाजीले नानीलाई। अनि त्यहाँ भाइहरूले त भन्दै थियो नि, नानालाई भन्नुभएछ तपाईँको नम्बर आयो जानुहोस् भन्दै थियो। अन्त फेरि के भन्छ अरे, मलाई पनि भन्दै थियो, दिदी नानी देखाउनु आउनुभएको होइन भन्नुहुँदै थियो कि। होइन नि, मेरो नानी हो, सानो नानी हो, ऊ ठिकै छ नि, ठुलो नानीलाई देखाउनु आएको, उसलाई देखाउनु आएको भनेर भने कि। नाइरालाई देखाएर अनि बहिनीलाई फोन गरेँ नि त, अनि हस्बेन्डलाई पनि बहिनीलाई फोन गर्नुभयो, के भन्छ अरे नानीको देखाइसकेँ भनेर। अन्त बहिनीहरूले त्यतै आनु न भन्नुभयो नि त, अनि त्यतादेखि हुँदै जानु, फेरि त्यति जाम पनि हुँदैन, अनि खानाहरू पनि खाएर जानु भन्नुभयो नि त। अनि त्यही भएर त्यहाँ गएको ठिकै भयो, किनभने चाहिँ अब घरमा आएको भए त चाल पनि पाउँथेन कि, चाल पानी पाउँथेन, नानीलाई त्यस्तो भयो भनेर। सानो नानीलाई घाउहरू पुरा बिजुली निस्केको थाहै थिएन मलाई, बिहान त निस्केको थिएन। नानाले लुगा लगाइदिनु भएको थियो, त्यतिखेर त निस्कै थिएन, राम्रै थियो। मैले पनि एक दिन पहिला, त्योभन्दा एक दिन पहिला हामी हस्पिटल गएको थियौँ नि त, सुकिया हस्पिटल, त्यहाँ लुगा फेर्दा नि राम्रै थियो। तर पिङ्कीकोमा गई होइन, नाइरालाई देखाएर, अनि त्यतैदेखि हुँदै जानु भन्नुभयो नि त। अनि त्यहाँ गएर लुगा डाइपर फेरिदिनु पऱ्यो, टोइलेट गएर सर्टहरू गएको नानीहरूको अब भर्छ नि त, अनि कति घन्टासम्म लगाउनुपर्छ, फेरिरहनुपर्छ डाइपर। अनि त्यही भएर चाहिँ डाइपर फेरौँ भनेर, नानीको खोलेको त यस्तोमा ढाडमा पुरा बिरेछ, हातमा पनि बिरेछ, मिजस निक्लेको भने कि बहिनीले, सानो बहिनीले, उता नन्दले। अन्त मलाई त थाहा छैन, म त फर्स्ट टाइम देखेको नि त त्यस्तो। अनि के भन्छ अरे, अन्त
एकछिन उसले भाइलाई पनि देखायो हो, भाइलाई पनि देखाउनु भयो। अनि त्यसपछि नानाले पनि हेर्नुभयो, मिचोसे हो भन्यो हो। अन्त फेरि बहिनीले गएर देखाइहाल्नु भन्यो, हस्बेन्डले पनि गएर देखाइहाल्नु भन्यो। अनि त्यही त फेरि घरिघरि जानु, फेरि एउटा नानीलाई लगेर फेरि अर्कोलाई छोड्नु भनेर झन्डै घर आएर चाहिँ देखेन, त्यही बहिनीहरूकैमा हुँदा देखिहाल्यो। अन्त नानीलाई चाहिँ नन्दहरूकोमा छोडेँ, बहिनीहरूकोमा। अनि त्यसपछि म र हस्बेन्ड एकैचोटि गइहाल्यौँ त्यतिखेर। जस्तो डाइपर फेरि देखेँ, आने बित्तिकै फेरि गइहाल्यो पनि। अनि बहिनीले चाहिँ नम्बर लगाइदिन्छु भाउजू भन्नुभयो। नम्बर लगाइदेऊ न भाइ भन्दाखेरि अनि उसले डक्टर अहिले यतै हुनुहुन्छ, नम्बर नलगाइ पनि हुन्छ, तपाईँ आइसक्नुहुन्छ भन्नुभयो नि त। अनि गाडीहरू पनि भनिदिनु भयो, अब त्यताबाट जानु पुरा टाइम लाग्छ नि त। अनि त्यही भएर स्कुटी लानु भन्नुहुँदै थियो कि बहिनीले, फेरि पानीहरू आएपछि नानी सानो नानीसँग अलिक त्यही हुन्छ नि त, त्यही भएर चाहिँ आलु टाल्नु छ हातमा। अनि त्यही भएर चाहिँ स्कुटी लगेर गाडी गरिदिनु भयो, भाइहरूले बोलाइदिनु भयो त्यताको चिन्नेहरूलाई दादालाई। अनि त्यही गाडीमा गयो, हामी तलसम्म छोडिदिनु भयो झन्डै। अनि डक्टर त्यतै हुनुहुँदैछ, तलसम्म छोडिदिनु भयो। अनि डक्टर चाहिँ छिटो छिटो हेरिदिनु भयो कि। अन्त भन्नुहुँदै थियो अघि देखाउनु पर्थ्यो नि भन्नुहुँदै थियो कि। अन्त अघि त त्यस्तो देखेको थिएन नि त हामीले, अचानकै के भयो, अचानकै बिहानसम्म थिएन, अस्ति लुगा लगाए उत्यो गरिदिँदैन थिएन, बिहान लुगा लगाउँदा पनि थिएन, त्यस्तो हुने रहेछ हौ, अचानक खाने रहेछ। अनि त्यसपछि चाहिँ डक्टरले हेर्ने बित्तिकै भन्यो ज्वरो आएको थियो नानीलाई भन्यो, यहाँ ज्वरो आएको छ भन्यो। हजुर आएको छैन त भन्यो, त अस्ति आएको थियो भन्यो कि। अनि के भन्छ ज्वरो जाति भएपछि नि यस्तो हुने रहेछ भन्नुभयो। अब डक्टरहरू उनीहरूलाई थाहा हुन्छ, हामी त त्यति आइडिया छैन। अनि डक्टरले भन्नुभयो नानीको ज्वरो जाति हुन्छ नि यस्तै हुन्छ भन्नु। अन्त निजस हो कि होइन सर भन्यो नि त। अन्त निजसै हो भने निजस हो कि निजस के भयो भन्छ, हाम्रो उतातिर चाहिँ माता भन्छ त्यस्तो निक्लेपछि। अनि त्यो हेरिदिनु भयो हो। अनि डक्टरले दबाईहरू दिनुभयो, 3 दिनको दिनुभयो, जाति हुन्छ भन्नुभयो। मैले बार्नुपर्छ खानाहरू या झार्नुपर्छ भनेर सोधेँ कि के झारफुक गर्नुपर्छ अरे नि त। अनि त्यही भएर सोधेँ, अन्त डक्टरले केही पनि गर्नु पर्दैन ठिक हुन्छ भन्नुभयो नि त। अनि त्यसपछि चाहिँ अलिक ढुक्कै पनि भयो, 3 दिनको दबाई लेखिदिनु भयो, नभए नानीहरूलाई सिटी लाग्नु आँट्यो, नभए नानीहरू बिमारीहरू चाहिँ कस्तो हुन्छ। अन्त त्यसपछि देखाएँ होइन हामीले, दबाईहरू दिनुभयो। त्यसपछि फर्केँ हामी हिँड्दै हिँड्दै माथि कुन चाहिँ बाटोसम्म चाहिँ हिँड्दै है, चौरास्तादेखि आमाम एउटा सिँढी त्यहाँ कस्तो उसले यतादेखि जाने भन्यो नि त। अन्त मैले हुन्छ त्यता जाउँ न, जतादेखि सर्टकट छ त्यतादेखि जाउँ भने आमाम त्यहाँ कति डर लाग्दो थियो कि भने कस्तो सिँढी आमाम। म त यस्तै भएँ। हामी म 1 साल भयो बिहा भएको, तर नि अब त्यति हिँड्दैन नि त म। अनि हाम्रो उता त प्लेन साइडमा त अब यता गयो नि उता पनि गाडीहरू पाइहाल्छ, रिक्साहरू खिचेर पाइहाल्छ, अनि सजिलो नै हुन्छ। अनि उता चाहिँ हाम्रो साह्रै पऱ्यो नि। अनि त्यही भएर चाहिँ त्यसपछि देखाएँ। अनि आएँ बहिनीहरूमा गएँ, अनि खानासाना खाएँ, त्यसपछि हामी निक्ल्यो हो। अनि दबाई आज 2 दिन भयो नानीको, हिजोको ब्लग बनाएन नि त। अन्त 2 दिन भयो। अनि अहिले त ठिकै छ, दबाईले असर गर्दै रहेछ। अब कति दबाई दिएको कति त्यो गरेको भन्नुहुन्छ होला कि। अब यस्तोमा के भयो चाहिँ डर लाग्छ, किनभने चाहिँ अस्ति नानीको टाउको कस्तो डरलाग्दो तातेको थियो, सानो नानीको। फेरि नानीलाई पनि त्यस्तै डरलाग्दो तातेको थियो, डर लाग्छ नि त मलाई। अनि त्यही भएर हाम्रो मम्मीले चाहिँ दबाई चाहिँ बिमार हुँदा ढिलो दिनुहुन्थ्यो कि दबाई, म पनि ढिलै दिनु भन्छु कि। तर डर लाग्छ नि त नानीहरू त्यस्तो हुन्छ, कस्तो हुन्छ। फेरि नानीलाई झन् रोएर कस्तो माया लाग्ने। अनि अलिक रिसाने पनि भएको थियो हाम्रो बाहिर, जो मान्ने कराने के भन्दा पनि त्यस्तो भएको थियो। अनि अहिले चाहिँ ठिकै छ अब। अनि दबाई ठिकै भयो। अब 2 जना नानीले झन्डै बहिनीहरूको त्यहाँ गएर अर्कोलाई पनि देखाइहाल्यो सानोलाई। अनि खै यो महिना त मलाई थाहा पनि के हो। अनि आज चाहिँ हेर्नु न भुँडी दुख्दैछ मेरो चाहिँ ग्यासले। अब चाहिँ यसलाई पकाउँछु हो आलु चाहिँ। अनि अहिले चाहिँ के भन्नु, अब नायरालाई जाति त भयो कि अलिक तागत भएको जस्तो भएको छ कि। किनभने चाहिँ अस्तिदेखि डाइरिया भएको 3 दिन 4 दिन, चौथा दिनमा हामी डक्टर देखाउनु गयो। 3 दिनमा पनि गएको थियो, दोस्रो दिनमा पनि गएको थियो दादाहरूको त्यहाँ देखाउनु, तर उयो भएन नि त। अनि त्यही भएर चाहिँ माथि देखाएको थियो। अनि 4 दिन भयो बिचरा डाइरिया भएको। अनि उसलाई पनि अलिक सन्चो त भयो कि हिँड्न सकेको छैन, तागतै छैन। अब चाहिँ सब्जी बनाने, नानीको खिचडी पनि भयो हो, नानीको खिचडी भयो। अनि आलुदम बनाउने आज चाहिँ। अनि मैले चाहिँ धेरै काट्यो, किनभने चाहिँ अब नानाहरू जल्दी जानुहुन्छ, तर बेलुका पनि बनाउनु पर्दैन भनेर चाहिँ। अनि त्यही भएर चाहिँ कराई बसाल्नु पऱ्यो त। हेलो बेबी। अनि
त्यही हो बेलुका पनि बनाउनु परेन भनेर कि एकैचोटि बनाइदिएँ अब बनाइहाल्छु तर अब एकैचोटि भनेर बनाइदिएँ अलिक अलिक धेरै बनाएको छु यो कम्ती भएपछि अहिले फेरि पनि बनाउँछु अनि अब त्यही हो आज चाहिँ आलुदम सादा खाने उतै आएको रहेछ के थाहा छैन के पो भन्छ यता यो के भन्नुहुन्छ तपाईँले यता चारो खानु हान्छ नि त जहिले पनि एउटा त गएछ भिडियो गरेको त गयो के पो भन्छ यो तपाईँहरूलाई थाहा छ होला मेरो नि मुखमै आएको छैन याद त छ कि के भन्छ मुखमै आएको छैन के पो भन्छ कालिस गयो उता पर अनि यसको चाहिँ सानो नानी पनि रहेछ तर अहिले चाहिँ बिस्तारै आनुपर्ने रहेछ म गयो कालिसको नानी पनि छ हो सानो थियो अस्ति हस्बेन्ड देखाउनु भएको थियो बेलुका बेलुका अनि बिहान बिहान अनि चाहिँ के चारो खानुको लागि आमाले चारो हालिदिनुहुन्छ नि त अनि त्यही भएर बोल्दै आएँ कि सुनेर गएछ अहिले भएपछि भिडियो गर्छु अनि खानासाना पनि खाइसकेँ हामीले अनि पापा छोरा चाहिँ भर्खरै बाहिर भिडियो गर्नु आऊँ भनेको त भित्र आएछ पापा छोरा चाहिँ झुसले मार्दै थियो किनभने चाहिँ अहिले सानो सानो झुसले निक्लेको रहेछ नि त पुरा अनि भिडियो गरिदिउँ भनेको त यता आएछ बुढो यता हेर न छिटो माथि नहेर भाइ नै त्यस्तै हेर्ने भएको छ भिडियो गर्नु आन्छु भनेको कस्तो भित्र आएन रहेछ नि मेरो कालु त एकछिन सुत्दैन भर्खर सुतेर आएको फेरि उठेछ हेर्नु न दिन पनि यस्तो छ लुगा बाहिर लुगा सुकाउनु भएको थियो हस्बेन्डले पानी परेर फेरि उठाए कतिपल्ट उठाइसक्यो बुढा भन रामसित लुगा कतिपल्ट उठाइसक्यो हामीले पानी 4-5 खेप भइसक्यो उठाउँदै सुकाउँदै गरेको हत्तु भइसक्यो कम्मर चुट्टिला जस्तो भइसक्यो अनि के भन्छ अरे यस्तो दिन छ यतिकोमा त ठिकै छ कि तर अघि पानी परेर फेरि लुगा उठाउनु भएको थियो सुरुमा चाहिँ सुकाउनु भएको थियो फेरि उठाउनु भयो फेरि सुकाउनु भयो घाममा किन जिस्काएको बिचरालाई गर त फेरि गर त रिसिँदैछ अनि लुगा उठाउँदै सुकाउँदै गरेको थियो अनि माथि पनि सुकाउनु भएको थियो उसले उठाइदिन्थ्यो भन्दै थियो होस् न अहिले सुकोस् न भनेको पानी परेर फेरि दिमाग खराब यस्तै दिन चाहिँ के गर्नु लुगा पनि निस्किरहन्छ अनि फेरि दिन पनि राम्रो छैन नजिस्काउनु बिचरा यस्तो झिझो लगाइदिन्छ नि त फेरि नगर बिचरालाई पापा भएर यस्तो गरिदिन्छ झिझो नलगाउनु त्यसलाई नगर भने अनि आजको ब्लगमा चाहिँ यति नै के भन्नु आजको दिनै खराब छ आजको दिन के भन्नु कति दिन भइसक्यो यस्तै छ गाह्रो छैन अस्तितिर मजाको किसिम नगरेको छैन अस्तितिर मजाको घाम लागेको थियो अनि घाम लागेको नानीलाई नखाइदिएको त बिमार भयो त्यसपछि उसको नाना पनि बिमार भयो अहिले त ठिकै छ दुईजना यतिको त हाँस्दै छ नि मेरो छोरा त हो दिन पनि यस्तो छ अब बेलुका पनि भइसकेको छ के भन्नु अनि आजको ब्लगमा चाहिँ यति नै आशा गर्छु तपाईँलाई यो ब्लग मनपर्छ भनेर र मेरो ब्लग हेरेर माया गरिदिनुको लागि धेरै धेरै धन्यवाद अरू के भन्नु छ बुढा ओइ बाई अरे आलङ्गे बाई बाई श्रेन बाई बाई श्रेन बाई बाई फ्ल्याङ्किस श्रेन फ्ल्याङ्किस छिटो 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 फ्ल्याङ्किस कालु